विक्रेता कम्पनीबाट लाभ कर तिराउने सरकारी निर्णय जुन एनसेलको विषयमा भएको थियो, त्यसमा सरकारले चाहिँ केही कमजोरी गर्यो या चाहिँ सरकारले त्यो कर नउठाउने बाटो या यसमा केही गडबड गर्दैछ भनेर प्रमुख प्रतिपक्षी दलले त चाहिँ आफ्नो वक्तव्य नै सार्वजनिक गर्यो। वास्तविकता के हो यो? त्यो कुरा बिल्कुल झुटो कुरा हो। कुरा के हो भने हामीले सरकारले भन्न खोजेको कर तिर्नै पर्छ भन्ने हो। कर तिर्ने निर्णय गरेको, कर तिर्न पर्दैन भने जस्तो गर्यो भन्ने कुरा गलत हो, पहिलो कुरा। दोस्रो कुरा, कर तिर्ने सन्दर्भमा विगतमा कहाँ त्रुटि भयो कर उठाउने सन्दर्भमा? किनकि हाम्रो नियम ऐन कानुनले भन्छ के भने विक्रेताबाट त्यो लाभ कर उठाउनु पर्ने। त्यो विक्रेताबाट उठाउन छोडेर त्यसलाई फुत्किन कसले दियो, किन दियो, त्यसको पनि अनुसन्धान हुन पर्यो। कर उठाउने कुराको ग्यारेन्टी हुन पर्यो भन्ने सन्दर्भको मात्रै कुरा हो। जस्तो बजारमा प्रचार भएको छ त्यो गलत प्रचार हो, त्यो सत्य होइन। कर उठाउने कुरातिर हो सरकारको जोड। एक दुई कुरा फेरि के हो भने नेपालमा हामी विदेशी लगानीलाई आकर्षित गर्ने कुरा गरेका छौँ। अलि ठुलो लगानी आकर्षित गरेर अलि धेरै रोजगारी सृष्टि गर्ने कुरा गरेका छौँ। यस सन्दर्भमा फेरि कोही कतै चाहिँ नकारात्मक असर पर्न नजाओस् लगानीकर्ताहरूलाई भन्ने कुरामा पनि सरकारको ध्यान छ। हाम्रो संवेदनशीलता त्यसमा मात्रै हो, कर लिने र नलिने कुरामा होइन। जस्तो मिडियामा प्रचार भएको छ त्यो सत्य होइन। भनेको जसले बेचेर गयो र लाभ लिएर ऊ यहाँबाट बाहिरिसकेका छ, सबै प्रक्रिया पूरा गरेर उहीसँग चाहिँ कर उठाउने भन्नुको मतलब त अब त्यो लगभग असम्भव। उहीसँग मात्रै उठाउने हामीले भनेकै छैन। त्यो उठाउन किन छुट दिइयो, किन उठाइएन त्यति बेला भन्ने कुराको पनि अनुसन्धान हुन पर्यो, कर पनि उठाउनु पर्यो। भनेको यहाँको संकेत अघिल्लो सरकारतर्फ हो या अघिल्लो सरकारतिर मात्रै भन्ने छैन, यो अनुसन्धानकै विषय छ। भनेपछि अनुसन्धान गर्न पर्यो कसले, सरकारको कुन कर्मचारीले, कुन अधिकारीले या सरकारले कसले चाहिँ लाभ कर विक्रेताबाट उठाउन चाहिँ पर्नेमा त्यति बेला तदारुकता कसले देखाएन र यो स्थिति पैदा भयो, त्यसको छानबिन हुनुपर्छ भन्ने। सामाजिक सञ्जाल लगायतमा अत्यन्तै ठुलो टिप्पणी या एउटा चाहिँ अभियानै सुरु गरिएको छ। लाभ कर एनसेलले सरकारलाई नबुझाएसम्म, नेपाललाई नबुझाएसम्म उसलाई बहिष्कार गरौँ आदि इत्यादि जस्ता। भनेपछि सरकारले यो विषयको अडान अन्ततः कायम राख्छ र लाभ कर उठाएरै छाड्छ भन्ने कुरा चाहिँ मुख्य कुरा हो सरकारको। तर अब यहाँभित्र विभिन्न खालका चलखेल र खेलहरू जो देखिएका छन्, यो बारेमा पनि सरकार गम्भीर ढङ्गले अध्ययन गर्छ। प्रधानमन्त्रीज्यू समय दिनुभयो र यी निर्वाचन र अन्य समसामयिक विषयमा उठेका जिज्ञासा हाम्रा श्रोताका, दर्शकका र हाम्रा पनि पूरा गरिदिनु भयो। यहाँलाई धेरै धेरै धन्यवाद छ। तपाईँलाई पनि धन्यवाद। होइन, अहिलेको समसामयिक विषयहरू जनताको बीचमा राख्ने अवसरका लागि धन्यवाद। हस्, धन्यवाद।